हजुरले षष्ठी तिथिमा तेल लगाउनुहुन्छ, हजुरले अष्टमी तिथिमा मांस भोजन गर्नुहुन्छ, हजुरले चतुर्दशी तिथिमा दारी कपाल काट्नुहुन्छ र हजुरले अमावस्याको दिनमा यौन सम्पर्क आदि कर्म गर्नुहुन्छ। यदि गर्नुहुन्छ भने शास्त्रले यी चारैवटा चिजलाई एकदम निन्दित मानेका छन्। यो गर्नाले हजुरको मन, बुद्धि, चेतना र भाग्यमा चाहिँ ठुलो असर परिरहेको। आज म हजुरलाई एउटा यस्तो रहस्य बताउन गइरहेको छु, जुन ज्योतिष शास्त्रको रहस्य चाहिँ संसारमा भएका कमै व्यक्तिले मात्रै जानेका छन्। नमस्कार दर्शकबिन, म ज्योतिष दर्पणको साथमा ज्योतिषी लक्ष्मीनारायण सुवेदी। भिडियोमा अगाडि बढ्नु भन्दा अगाडि मैले हजुरलाई आजको यस शुभ दिनमा हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर नभुल्नुहोला र नजिकै रहेको बेल आइकन दबाई हामीसँग जोडिन सक्नुहुनेछ भन्दै कति पनि ढिलो नगरिकन जा भिडियोको त। तैलम विवर्जयत षष्ट्याम अष्टम्याम मांस सेवनम क्षौरक्रिया चतुर्दश्याम दर्शे स्त्री सेवनम तथा। हो दर्शकबिन, श्लोक यस्तो रहेको छ। यसले के भन्छ? तैलम विवर्जयत षष्ठ्याम, षष्ठीको दिनमा हामीले के छोड्नुपर्छ? तेल लगाउनु छोड्नुपर्छ। तेल कदापि लगाउँदा हुँदैन। तैल्याम विवर्जयत षष्ठ्याम अष्टम्याम मांस सेवनम, अष्टमीको दिनमा कदापि हामीले मांसाहार गर्नै हुँदैन। यो दिन मांसाहार गरियो भने हाम्रो मन, चेतना, बुद्धि, बल र भाग्यमा चाहिँ ठुलो क्षति पुगिरहेको हुन्छ। त्यस्तै जस्तो क्षौर क्रियाम चतुर्दश्याम भन्छ। क्षौर क्रियाहरू कपाल काट्ने, दारी मिलाउने, विभिन्न शरीरका नङ काट्नेदेखि लिएर आएर हो यस्ता प्रकारका चिजहरू चाहिँ हजुरले चतुर्दशीमा बार्नुपर्छ भने दर्शे स्त्री सेवनम तथा भन्छ। दर्शे अर्थात् अमावस्याको दिनमा हजुरले कदापि सम्भोग क्रियाहरू, पत्नीसित लिएर आएर विभिन्न प्रकारका सम्भोग क्रियाहरू, यौन सम्पर्कहरू चाहिँ गर्नु हुँदैन भनेर शास्त्रले भनेको छ। यदि यी कर्म गरिएमा हाम्रो स्वास्थ्यमा असर पर्छ, बुद्धिमा असर पर्छ, हाम्रो चेतनामा असर पर्छ र हाम्रो भाग्यमा असर पर्छ। जसरी हामीले नङ कपाल काटेका छौँ त्यसरी नै हाम्रो शरीरको चाहिँ, हाम्रो आयुको चाहिँ कटिँदै घट्दै जान्छ। जसरी हामीले मांस भोजन गर्छौँ त्यसरी नै हाम्रो शरीर गल्दै जान्छ। जसरी हामीले यौन सम्पर्क गर्छौँ त्यसरी नै हाम्रो बच्चाहरू चाहिँ लुडा लङ्गडा हुने खालको कन्डिसनहरू जान्छ। जसरी हामीले तेल घसिन्छ शरीर बलियो होस् भनेर, त्यसरी नै हाम्रो शरीर झन् दुर्बल हुँदै जान्छ। त्यही भएर साथीहरू, हजुरहरूले यी चिजहरू चाहिँ अवश्य नै आफ्नो जीवनमा अपनाउनु होला भन्दै म पनि यस भिडियोबाट ओझेल हुन चाहन्छु। हस्त नमस्कार। जय श्री विद्यानाथ, जय श्री राधे, जय श्री कृष्ण।